प्रश्नहरूको जवाफसहित समग्र सरकारका उपलब्धिहरू समेटेर सम्बोधन गर्न चाहनुभएको हुँदा अबको समय दिन्छु। सम्माननीयज्यूले रोस्टर प्रयोग गर्न सक्नुहुनेछ। धन्यवाद सम्माननीय सभामुख, सम्माननीय सदस्यज्यूहरू। आशा गरे जस्तो आज प्रश्न निस्किएको थियो त्यसलाई पनि म खुसी छु। जस्तो आशा गरेको थिएँ हाम्रो माननीय ज्यूहरूले कस्तो कस्तो समसामयिक विषय तथा कुटनीतिक विषयमा प्रश्न उठाउन सक्नुहुन्छ भन्ने आशा जस्तो गरेको थिएँ त्यही आशा अनुरूप नै प्रश्नहरू आएको छ। अनि धेरै पटक उठिरहेको यो समस्या चाहिँ स्वास्थ्य शिक्षा, स्वास्थ्य र शिक्षा समस्यामा हामीले गर्नुपर्ने कामहरू अघि बढाइरहेको छ। यो कुनै फिल्म होइन, फिल्म तरिकाले बनाउने, देश बनाउनको लागि फिल्मी तरिकाले गर्न सकिँदैन। हाम्रो सरकार गठन भएको धेरै भएको छैन, धेरै समय मात्र भएको छ। त्यसकारणले समय लाग्छ, समय धेरै लाग्छ सरकार गर्न। एकैचोटि सिङ्गापुर बनाउँछु भनेर पनि बनाउन सकिँदैन। त्यो कारणले माननीय ज्यूहरू केही समयको लागि धैर्य गरिदिनुहोस्। हामीले आफ्नो व्यक्तिगत स्वार्थ हेरेर होइन, सम्पूर्ण नेपाली जनता र जनताको आश लिएर सरकार हाँकिरहेको हो। सरकार हाँक्दै गर्दा केही कमी कमजोरी पनि देखिन सक्छ, त्यो स्वाभाविक नै हो, कमी कमजोरी देखिन्छ। र ती कमी कमजोरी देखिँदै गर्दा हामीले ती कमी कमजोरीलाई सुधार गर्दै, मध्यनजर गर्दै कमी कमजोरीलाई सुधार गरेर देशलाई उज्यालो ढोकातर्फ डोर्याउने हो। म धेरै कुरा गर्न चाहेन र म माननीय ज्यूहरूले सोध्नु भएको म प्रश्नप्रति लाग्छु है। माननीय ज्यूले सोध्नु भएको एउटा प्रश्न थियो, रोल्पामा घटेको घटना, 14 जनाको ज्यान गयो, 1 जना बेपत्ता हुनुहुन्छ भन्ने, 1 जनाको लासै नभेटिएको समस्या आएको छ। यो प्राकृतिक प्रकोप हो, यो भनेर आउँदैन। त्यसमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु। र यसमा हामीले यो कामको लागि, उद्धार गर्नको लागि हामीले टोली खटाएका छौँ र अवश्य पनि नभेटिएको शव भेटिनेछ आशा गर्छौँ हामी। खोजी कार्य चलिरहेको छ र पीडितलाई राहत दिने, धेरै गर्न नसके पनि झोपडी बनाइदिने र खाद्य सामग्री प्रदान गर्ने कामहरू हामीले अघि चालेका छौँ। अनि वातावरण प्रदूषणको कुरा आएको छ, उठेको छ, मान्यज्यूहरूले उठाउनु भएको छ। वातावरण प्रदूषण एउटा अहिले वर्तमान समयमा निकै नै फैलिरहेको एउटा समस्या हो, जसले पुरै नेपालमा नै श्वास प्रश्वास सम्बन्धी रोगहरू निम्त्याएको छ। यसको गहन अध्ययन गरिरहेका छौँ हामीले पनि। त्यस कारणले गर्दा अब हामी चाहिँ अरखाँचीमा रहेको यो सिमेन्ट फ्याक्ट्रीको कुरो आएको छ। हामीले समस्या मध्यनजर गर्दै यसका लागि पनि हामीले कानुनी दायरामा रहेर यसको चेक जाँच गर्नेछौँ अनि र यसलाई प्रतिबन्ध पनि गराउन परेमा प्रतिबन्ध पनि गराउनेछौँ। के कस्तो उपाय गर्न सकिन्छ, उपाय नीति नियम बनाएर कार्यान्वयन गर्नेछौँ। हामीले त्यो प्रतिज्ञा दिन्छौँ हजुरहरूलाई। यो वायु प्रदूषण अत्यन्तै निम्त्याउने भएकाले जसले गर्दा आम जनतामा श्वास प्रश्वास सम्बन्धी रोगहरू लाग्नु मुख्य कारण हो। त्यसले गर्दा हामीले चाहिँ यसको लागि छिट्टै नै एक्सन लिन्छौँ।
जातीय विभेद र अनि त्यसपछि मुस्लिम समुदायमा चेलीबेटीलाई पढ्न नदिएको यो समस्या भनेको मानव अधिकारको हनन भएको छ। समस्या प्रकट गर्नुभएकोमा मान्यज्यूलाई अत्यन्तै धन्यवाद। र यो समस्याको बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ, ठाउँ ठाउँमा कारबाही पनि गरिरहेका छौँ। कानुनी दायरामा रहेर जरिमाना तथा त्यसपछि कानुनी दायरामा रहेर जरिमाना तथा कानुनी जघन्य अपराधको रूपमा लिएर हामीले सजाय दिइरहेका पनि छौँ। अनि हाम्रो कृषि प्रधान देश भनेर चिनिने हाम्रो नेपालमा कमी कमजोरी थुप्रै छ, कमी कमजोरी थोरै होइन धेरै छ। मान्छेले गर्नु भएको कुराहरूभन्दा कमी कमजोरी धेरै छ। जहाँसम्म लाग्छ मान्यज्यूले सामग्रीको कुरा भने चाहिँ नउठाएको पाएँ मैले। सामग्रीहरूको पनि कुरा, सामग्रीहरूको पनि हामीले व्यवस्थापन गरिरहेका छौँ। कृषकलाई सामग्री प्रदान गर्ने र हाम्रो एउटा मुख्य कृषिमा काम भनेको एउटा काम मुख्य उद्देश्य भनेको रासायनिक मलको कम गर्ने हो। अब रासायनिक मलको कम गर्ने भन्दै गर्दा कृषकले रासायनिक मल नै खोज्छ, किनकि उसले बालीलाई छिटो उत्पादन गर्ने गर्छ। त्यसले गर्दा बाली छिटो उत्पादन हुने र राम्रो देखिने भन्दा पनि माटाको उर्वरा शक्ति घट्ने भएको हुँदा मानिसहरूले उठाएको समस्याप्रति म एकदमै राम्रो विचार प्रकट गर्छु। त्यसमा चाहिँ हामीले रासायनिक मलको प्रयोग कम गरेर र प्राकृतिक मलको प्रयोग गर्नुपर्छ भन्ने जानकारी गराउँछु। र प्राकृतिक मलको पनि कुरा उठेको थियो है। प्राकृतिक मलको कुरा उठ्दै गर्दा मान्यज्यूले यो बिर्सिनु भयो कि आजभोलिको हाम्रा आम जनताहरू सुखतिर सर्दैछ, दुःख गर्न कसैले मानेको छैन। यो भने एउटा देखिएको समस्या हो। मानिसहरूले चाहिँ सहरीकरण अलि सहज भएको कारणले सहरीकरण हुँदै गर्दा अब गाउँतिरको खेतबारीहरू जमिनहरू बाँचिएको हो। बाँच्दै गर्दा अनि त्यहाँ भएको घाँसहरू र पशुहरूलाई छाडा नै छोडिन्छ। त्यो कारणले गर्दा अनि कृषिमा पनि समस्या आउँछ, छाडा चौपायाको पनि समस्या बढ्छ अनि देशमा कृषिको सङ्कट हुन्छ, अर्थात् अन्नबालीको सङ्कट हुन्छ। जसले गर्दा हामीलाई चाहिँ बाहिरदेखि आयात गर्नुपर्छ। हाम्रो नेपाली बजारमा नेपाली स्वदेशको खाद्य सामग्री भन्दा बाहिरबाट आएको खाद्य सामग्री बढी नेपाली जनताले रुचाएको कारणले गर्दा नेपाली बजारमा नेपालमै उत्पादन भएको खाद्य सामग्रीले बजार नपाएको मुख्य कारण हो।